नमस्कार, म राजेश। नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओडिआई सीडब्ल्यूसी लिग 2 अन्तर्गतका खेलहरूमा संघर्ष गरेको छ। सन् 2026 मा भारतमा हुन गइरहेको वर्ल्ड कपको लागि अहिले छनौट खेल खेलिरहेका छन्। एसोसिएट राष्ट्रहरू बीचमा भइरहेको छनौट खेलमा टप 4 मा पुग्ने टिम वर्ल्ड कप क्वालिफाई गर्नेछ भने टप 6 मा पर्ने टिमले ओडिआई रिटेन गर्नेछ। यदि टप 6 भन्दा तल परेको टिमले स्वत ओडिआई बाट बाहिरिनेछ भने टी20 मात्रै टिम रहनेछ। छनौट खेलमा सहभागी हुने प्रत्येक टिमले 36 वटा खेल खेल्नुपर्ने हुन्छ। 36 वटा खेल सम्पन्न भइसकेपछि टप 4 मा पर्ने टिम वर्ल्ड कपको लागि क्वालिफाइड हुनेछन् भने टप 6 मा पर्ने टिमले आफ्नो ओडिआई रिटेन गर्नेछ। त्यस्तै नेपालले अहिले संघर्ष गरेको छ। नेपालले हालसम्म 36 वटा खेलमध्ये 18 वटा खेल खेलिसकेको छ। 18 खेल खेल्दा 6 मा जित दर्ता गर्दै 12 अङ्क जोडेको छ भने 12 वटा खेल हारिसकेको छ। अब नेपालसँग 18 वटा खेल रहेका छन्। 18 खेलमा कम्तीमा पनि 16 वटा खेल जिते टप 4 मा रहँदै वर्ल्ड कप क्वालिफाई गर्नेछ भने ओडिआई रिटेन गर्नका लागि पनि थुप्रै खेलहरू जित्नुपर्ने हुन्छ। यदि नेपाल टप 6 मा नरहेको खण्डमा नेपाल ओडिआई स्ट्याटस गुमाउनेछ, पुनः टी20 टिममा मात्रै पर्नेछ। यदि यो हालतमा नेपाल सधैँभरि सङ्घर्ष गरिरहने हो भने आफ्नो ओडिआई पनि स्ट्याटस गुमाउने तत्कालमा रहेको छ। टी20 मा भने अपार सफलता हात पारेको नेपाली राष्ट्रिय टोली वर्ल्ड कप टी20 वर्ल्ड कप छनौट भएको छ भने ओडिआईमा भने आफ्नो लयलाई कायम राख्न सकेन। खेलाडीहरूको धैर्यता संयन्ता नहुन सकेको वा आफ्नो खेललाई टी20 बाट ओडिआईमा आफ्नो विस्तार गर्न नसकेका हुन्। नेपाली टिमलाई आगामी खेलहरूको शुभकामना।